धानमा लाग्ने लिफ फोल्डर अथवा पात बेरुवा किरा के हो, यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ? धानमा लाग्ने लिफ फोल्डर धानको पात मोडेर पातभित्र बसेर पातको हरियो भाग खाने एक प्रकारको पुतलीको लार्भा हो। यसले पातलाई लामो दिशामा मोडेर भित्र बस्छ र पातको हरियो भाग खाएर सेतो बनाउँछ, जसले गर्दा पातले प्रकाश संश्लेषण गर्न सक्दैन। यसलाई हामीले समयमा नै नियन्त्रण गर्न सकेनौं भने हाम्रो उत्पादनमा 20 देखि 30% सम्मको ह्रास आउँछ। यसलाई नियन्त्रण गर्नको लागि धान खेतमा युरिया मलको मात्रालाई घटाउनु पर्छ, किनभने धेरै मात्रामा युरिया मल प्रयोग गर्दा धानको पात नरम हुन्छ र किराको प्रकोप बढी हुन्छ। तर यदि प्रकोप धेरै छ भने यसमा विषादीको स्प्रे गर्नुपर्छ। यसको लागि हामीले यी दुईवटा विषादी मध्ये कुनै पनि विषादी प्रयोग गरे हुन्छ। नम्बर 1 इमामेक्टिन बेन्जोएट 5% एसजी, यसलाई 0.4 ग्राम प्रति लिटर पानीको दरले घोल बनाएर स्प्रे गर्नुपर्छ। नम्बर 2 क्लोरेन्ट्रा निलिप्रोल 18.5% एससी, यसलाई 0.4 ml प्रति लिटर पानीको दरले घोल बनाएर स्प्रे गर्नुपर्छ। स्प्रे गर्दा मौसम सफा हुनुपर्छ। स्प्रे एक नासले सबैतिर गर्नुपर्छ। स्प्रे साँझको समयमा गर्दा धेरै राम्रो हुन्छ। घोल बनाउँदाखेरि यसमा स्टिकर अथवा सर्फेक्टेन्टको प्रयोग गरियो भने यसको रिजल्ट झन राम्रो हुन्छ। हजुरहरूले पनि यो विधि प्रयोग गरेर आफ्नो धान खेतमा लागेको लिफ फोल्डर किरालाई कन्ट्रोल गर्न सक्नुहुन्छ। यो भिडियो जानकारीमूलक लागेमा यसलाई लाइक र शेयर गर्नुहोला। धन्यवाद।